लु खोइ गाई छ हाम्रो घरमा चाहिँ आज यो के हो रे बुढो यो उभौली चाड मान्नलाई पुरा सपेटा हाम्रो बुढोले आज चाहिँ लु यस्तो रोस्ट बनाउन लागिरहेको छु मैले आज चाहिँ बुढेसकालमा यो बुढोलाई काममा लाउन सुरु गरेको छु है मैले यहाँ पकाएर यस्तो पाकेर यति पाक्यो अब पाक्नु बाँकी छ पाङ्ग्रा पनि छ पाङ्ग्रा पनि दिएर रेडी गरिसकेँ मैले यहाँ भात पकाएर राइस कुकरमा भात पाक्यो हाम्रो चाहिँ यो 2083 सालको उभौली पूर्णिमाको तयारी एउटा खाने रे के बोल्यो एउटा मात्रै अनि यो अचार अब हाम्रो चाहिँ सबै पाकिसक्यो अब पाक्न भनेको बाँकी अब एउटा के जति मात्रै छ साग बाँकी छ दाल पाक्यो भात पाक्यो सबै पाकेर रेडी छ आजको किचनमा कुकम्यान चाहिँ उहाँ सुड्डोलाई राखेको मैले उहाँले बनाइरहनु भएको छ यो चाहिँ रेडी हुँदैछ धेरै वर्षपछि मेरो बुढोलाई कुकमा लगाएको है मैले गाईहरू अरूको बुढाहरूले मात्र कति पकाएर खुवाउँछन् भने मेरो नि आज चाहिँ यो मान्छेलाई काममा लगाएको आजको हाजिरी एउटा पखेटा र एउटा सपेटा उहाँको भागमा पर्छ त्यति हो गाईहरू कसैलाई के मनपर्छ गाईहरू आजको भिडियो यति नै सम्पन्न गरेको अवस्था